कान्दिनु भएको छ। हेर्नुहोस् फेरि मलाई त्यो रहर लागेको छ, म नाम त लिन चाहन्न उहाँलाई होइन, तथापि पनि 6 महिना त्यो खाँदा तेल हस्तमा आउनुभयो, बल्ल बल्ल चुनाव गराउनु भयो, फेरि घुमाइ फिराइ निवर्तमान अध्यक्ष भने आफै मिलाउनु भएको छ। त्यही प्र्याक्टिसमा अहिले के गर्नुभयो, फेरि हिमालयलाई अस्ति बिन्ती पत्र हालेर अघि धनलालजीले भने जस्तै विधि र विधानलाई मिचेर तपाईँको माघमा हुने चुनावलाई उहाँले 7 महिना 6 महिना असारमा लाने उहाँकै नेतृत्वमा बिन्ती पत्र एमालेमा हाल्नुभएको छ। राम्रोसँग पार्टीको केन्द्रीय कार्यालयमा क्लियर थाहा छ, म आदरणीय केन्द्रीय नेतालाई त्यो दस्तावेज पढिदिनुहोस् भन्न पनि चाहन्छु। बिन्ती पत्र हाल्नुभयो, बिन्ती पत्र हालेपछि 7 महिना किन सार्न खोज्नु भएको थियो उहाँले भन्नु, फेरि घुमाइ फिराइ त विवाद आएपछि त के हुन्छ, सिडिओले यसो मिलाउने र विमलजीकै नेतृत्वमा भन्ने नामै खोल्थेँ मैले, उहाँले उहाँकै नेतृत्वमा गर्ने भन्दा उहाँको त प्रयास आइसकेको रहेछ। समझे, मैले अब यहाँलाई के भन्न चाहन्छु भने यस्तो भ्रम नगर्नुहोस्। मलाई मेरो अहिले आग्रह छ, अहिले त्यहाँ स्टेजमा 4 जना हुनुहुन्छ काङ्ग्रेसको साथीहरू, 4-5 जना उहाँहरू मञ्चमा बसिरहनु भएको छ। त्यहाँ लाज हुनुपर्छ तपाईँलाई, त्यहाँ उभिरहन बरु नजानुहोस्, भोट नहाल्नुहोस्, बाहिरै बस्नुहोस्। तर तपाईँलाई यत्रा अनुहारका साथीहरू जसले काङ्ग्रेसको झन्डा बोकेर तपाईँलाई नेता बनाए, अध्यक्ष बनाए, उपाध्यक्ष बनाए, अहिले तपाईँ अप्राकृतिक गठबन्धनभित्र बसेर त्यहाँ बोल्न तपाईँको मनमा त लागिरह होला, अझै केही गाउँका बितेको छैन। भोलि नै आउनुहोस्, पर्सि बिहानसम्म आउनुहोस्, हामी हार्दिकताका साथ स्वागत गर्छौँ र माला लाएर तपाईँहरूलाई यही टिममा राख्छौँ।